हास्य कलाकार जितु नेपाल मुन्द्रेले अभिनेत्री तथा कमेडी क्लब विथ च्याम्पियन्सकी अध्यक्ष दीपाश्री निरौलाको अनुपस्थितिमा आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दीपाश्री निरौलाप्रति आभार व्यक्त गर्दै आफूलाई योग्य ठानेर यस्तो महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा धन्यवाद दिएका छन्। साथै विशाल भण्डारी सहित सम्पूर्ण टिमप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्। जितु नेपालले यो जिम्मेवारीलाई आफ्नो कलाकारिताको जीवनको ठूलो अनुभव र गौरवको विषय भएको बताएका छन्। उनले अन्नपूर्ण अस्पताल पुगेर दीपाश्री निरौलासँग भेट गरेको र त्यसपछि कमेडी क्लब विथ च्याम्पियन्सको 2 भागको सुटिङ सम्पन्न गरेको जानकारी दिएका छन्। उनले 2075 साल कार्तिक 19 गते नेपाल टेलिभिजनबाट प्रसारण भएको मुन्द्रेको कमेडी क्लबमा दीपाश्री निरौला अध्यक्षका रूपमा बसेको क्षण सम्झँदै आज केही समयका लागि उहाँकै स्थानमा बसेर जिम्मेवारी सम्हाल्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको उल्लेख गरेका छन्। जितु नेपालले दीपाश्री निरौला सफल उपचारपछि स्वास्थ्य लाभ गरिरहनु भएकोमा खुशी व्यक्त गर्दै उहाँ चाँडै नै पूर्ण रूपमा स्वस्थ भएर पहिले भन्दा अझ बढी ऊर्जा र उत्साहका साथ आफ्नो नियमित जिम्मेवारीमा फर्कने विश्वास व्यक्त गरेका छन्। साथै बीचको अवधिमा आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्। तपाईहरुलाई पनि यो खबर सुन्दा कस्तो लाग्यो? आफ्नो आफ्नो प्रतिक्रियाहरू कमेन्ट गर्नुहोस्।